हेलो गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग। आज चाहिँ म बाख्रा चराउन आएको थिएँ वनमा। अनि बाख्रा चाहिँ तल लगाएको छ, म चाहिँ माथि बसेको छु। हेर्न सक्नुहुन्छ गाइज, म चाहिँ यस्तो ठाउँमा आइसकेँ। चारैतिर यस्तो छ। अनि के भन्ने छ, बाख्रा चराउन आज आइयो। अनि यहीँ बसिया छु गाइज। अहिलेको भ्यू चाहिँ हेर्न सक्नुहुन्छ, पुरै कुहिरो छ है। अनि यस्तो छ, हामी चाहिँ यस्तो ठाउँमा छु, हेर्न सक्नुहुन्छ। म तल जाँदैछु यो ढुङ्गाको बिचमा। कस्तो छ, डर लाग्छ। पाटन चर्न्या गाईको याली काँकडी खोला, दुधी भन्दा कुराउने मिठो। पाटन चर्न्या गाईको याली काँकडी खोला, दुधी भन्दा कुराउने मिठो। जोबन जानलाई गयाली काँकडी खोला, मकन नभए खती। जोबन जानलाई गयाली काँकडी खोला, मकन नभए खती। पाटन चर्न्या गाईको याली काँकडी खोला, दुधी भन्दा कुराउने मिठो। पाटन चर्न्या गाईको याली काँकडी खोला, दुधी भन्दा कुराउने मिठो। जोबन जानलाई गयाली काँकडी खोला, मकन नभए खती। जोबन जानलाई गयाली काँकडी खोला, मकन नभए खती। पाटन चर्न्या गाईको याली काँकडी खोला, दुधी भन्दा कुराउने मिठो। पाटन चर्न्या गाईको याली काँकडी खोला, दुधी भन्दा कुराउने मिठो। जोबन जानलाई गयाली काँकडी खोला, मकन नभए खती। हामी चाहिँ अब फाइनली यहाँ उडाएर छ, यहाँभित्र बस्छु गाइज। अनि यस्तो छ, मैले शून्य बनाएको अनि यहाँ बस्छु। अहिले बाख्रा चाहिँ अहिले आउँदैनन्, 11-16 भनेपछि 3-4 बजेतिर आउँछन् अहिले। सो फाइनली गाइज, म चाहिँ यहाँ आएको थिएँ। अनि यहाँबाट चाहिँ बाख्रा चाहिँ देखिन्छ, यहाँ तलमा छ। म चाहिँ यहाँबाट हेर्छु, तल जान्छु गाइज। यस्तो छ ठाउँ चाहिँ, हेर्न सक्नुहुन्छ। बाख्रा चाहिँ आइसके, जान्छु गाइज। म चाहिँ अब माथि जान्छु, आउँछन् त्यतै। अनि म त्यहीँबाट घर लग्छु। म चाहिँ माथि नै आइसकेँ। यहाँ चाहिँ धान छन्, यहाँ त्यो बारीमा पस्छन् कि भनेर मात्र बस्ने हो, नत्र घर नि आउँथेँ। अब बसिसकेँ म। यहाँ चाहिँ पानीको धारा छ, पानी खाउँ। के हुनु पऱ्यो, पानी खाइदिने हो। सो गाइज, अहिलेको भ्यू चाहिँ यस्तो छ गाइज, हेर्न सक्नुहुन्छ। माथि त पुरै कुहिरो छ, हेर्न सक्नुहुन्छ। यस्तो जङ्गलमा हामी बस्छौँ गाइज। बाख्रा नि आइसके गाइज। अब चाहिँ हामी घरतिर लाग्छौँ सिधै, हेर्न सक्नुहुन्छ। आजको भिडियो चाहिँ अन्त्य भएको जानकारी गर्दछु र नेक्स्ट भिडियोको लागि सब्सक्राइब गर्नु नभुल्नुहोला। थ्याङ्क्स फर वाचिङ, बाई बाई।